हो उता माथि उता ल है। आज छोटो समय निकालेर चाहिँ श्रम संस्कृति पार्क धरान घुम्न आएका छौँ। यहाँ धेरै मान्छेहरू आउने जाने के रमाइलो ठाउँ छ। उता जानु मिल्दैन, यतै हो यतै हो यतै हो, यहाँ राख्ने बाइक। उता जानु मिल्दैन, उता होइन दाजु। आज चाहिँ हामी नगरपिता श्री हर्क साम्बाङ राईज्यूको श्रम सांस्कृतिक पार्कमा आएका छौँ। तपाईँले यहाँ फोटो पनि देख्न सक्नुहुन्छ। र आज शनिबारको दिन परेको हुनाले एकदमै घुइँचो छ। पूर्व पश्चिमदेखिको आन्तरिक पर्यटकहरूको एकदमै घुइँचो लागेको छ। घुइँचो पनि किन नहोस्, हाम्रो एकदमै आदरणीय धरान उपमहानगरपालिकाको मेयर हर्क साम्बाङज्यूले यस्तो बगरमा यसरी राम्ररी पार्क बनाउनुभएको छ। र उहाँको हाम्रो हर्क साम्बाङज्यूको एकदमै डाइहार्ट फ्यान हुनुहुन्छ उहाँ। म उहाँलाई केही प्रश्नहरू राख्न गइरहेको छु। हेलो सर। हेलो, तपाईँको नाम के हो? मेरो नाम अनिल राई। अनिल राई। हजुर चाहिँ कहाँबाट आउनुभएको? म उदयपुरदेखि। उदयपुरदेखि आउनुभयो है? अब त्यत्रो टाढोदेखि आउनुभयो है? एकदम टाढो। अनि तपाईँलाई चाहिँ कस्तो लाग्छ यो जुन हाम्रो हर्क साम्बाङ धरान उपमहानगरपालिकाको मेयरज्यूले यसरी बगरमा यसरी बनाउनु भएको छ? तपाईँलाई चाहिँ के कस्तो लाग्छ? तपाईँको केही धारणाहरू बताउन सक्नुहुन्छ? यो ठुलो स्वरमा भनिदिनुहोस् है सर। अब यो श्रम संस्कृति पार्क चाहिँ एकदम नयाँ नाम पनि हो र नयाँ कार्य पनि हो र एकदमै राम्रो लागिरहेको छ। यसो पहिलाभन्दा चाहिँ के फरक घुम्ने पर्यटकहरूको लागि चाहिँ अति राम्रो रहेछ। मैले पनि यो घुम्ने अवसर पाएँ। थोरै समय निकालेर आएको। मेरो पनि त्यति अब धेरै घुम्न त सकिँदैन होला, त्यही पनि यो पार्क घुम्दा चाहिँ एकदमै रमाइलो अनि लागेको छ। हुन्छ, हस्, धन्यवाद अनिलजी तपाईँलाई दुई शब्दको लागि। र दर्शकबिन तपाईँहरूले अझै हेर्न सक्नुहुनेछ, यहाँ पुल छ। यस्तो बगरमा पनि हाम्रो श्रम पिता हर्क साम्बाङज्यूले यसरी डिजाइन गरेर बनाउनु भएको छ कि अब यहाँ पर्यटकलाई त राम्रो छँदैछ। प्लस यहाँको चाहिँ के छ भन्दाखेरि यहाँ यत्रो दर्शकहरू आएर, यत्रो आन्तरिक पर्यटक आएर यहाँको फाइनेन्सियली चाहिँ एकदमै सपोर्ट भइरहेको छ धरानको लागि। हेर्नुहोस्, यहाँ छ मिनी हाइड्रो। यो चाहिँ मिनी हाइड्रो। यो चाहिँ बर्खायाममा यहाँबाट चाहिँ लगभग 7 मेगावाटको बिजुली निस्केर यो पुरै पार्कलाई चाहिँ कभर गर्छ यहाँको बिजुलीले। यहाँ छ पुल। हेर्नुहोस् त उहाँ। हजुर तपाईँ कहाँबाट आउनुभएको सर? उदयपुरबाट। हेर्नुहोस्, उदयपुरदेखि अघि त एकजनाले भनिदिनु उहाँ त महाकालीदेखि आउनुभएको अरे। हुन्छ, हस्, धन्यवाद। ल, धरानको श्रम संस्कृति पार्क एकदम दामी भएछ है। ल, रमाइलो छ होइन? रमाइलो छ। विकास भएन भन्छ यो विकास कि विनाश हो त यो? है, त्यसलाई के भन्छ कमेन्ट गर्नु होला। साह्रै राम्रो रहेछ है। ल, राम्रो भएछ। घुम्न आउनेहरू त कहाँदेखि कति हो ल गाइज। श्रम संस्कृति पार्कमा चाहिँ घुम्न आइयो आज। यो श्रम संस्कृति पार्कको मितेरी पुल अनि धरान लेखेको बोर्डहरू पनि त्यहाँनिर राखिएको रहेछ। यो श्रम संस्कृति पार्कमा चाहिँ होइन प्रकृतिको पनि त्यत्तिकै रमणीय हरियाली छाउहरू पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। अब यहाँबाट चाहिँ होइन यहाँ लभ धरान भनेको एउटा लभ
यहाँ आएपछि चाहिँ यो फुलहरू छुन र टिप्न चाहिँ मनाइ छ। है यहाँ फोटो भिडियो बनाउने हाम्रो यो आन्तरिक पर्यटकहरूको घुइँचो लगाइ हेर्नु कति आउँछन्।